अब भोलि बुधबार गुरु पूर्णिमा विशेष व्यास जयन्ती हैन। अब व्यास गुरुका पनि गुरु भए। अब गुरु पूर्णिमामा के गर्ने त ताकि हाम्रो बृहस्पति अत्यन्तै उच्च रहोस् है। हाम्रो बृहस्पति उच्च हुनु भनेको हाम्रो शिरमा गुरु बस्नु हो। कतिपयको अनन्त दीक्षा लिएका गुरु हुन्छन्, कोही दीक्षा ज्ञान हुन्छ, कसैको गायत्री गुरु हुन्छन्, सबैको आफ्नो तरिकाको गुरु हुन्छ र महिला पुरुष जसले पनि जे गर्न पाइयो। अब गुरु पूर्णिमा यतिसम्म महत्त्वपूर्ण हुन्छ कि यदि तपाईहरुले आफ्नो गुरुलाई सम्झेर र गुरुलाई भेटेर यस्तो खालको केही यस्तो उपहार हुन्छ जुन दिनुभयो भने हजुरहरुको सधैँभरि चन्द्रमा र बृहस्पति बलियो हुन्छ। र आजको दिनमा चन्द्रमा र बृहस्पति कमजोर भएर सबै व्यक्तिहरु पीडित छन्। एक नम्बरमा हजुरहरुले के गर्नुस्, बिहान जुरुक्क उठ्नुस्, नुहाइधुवाइ गर्नुस्, सेतो वस्त्रमा हरियो वस्त्र लगाउनुस् मिसाएर। सबैभन्दा पहिलो गुरु भनेको हजुरको माता र पिता हो। उहाँहरुको चरण स्पर्श गरेर उहाँहरुको दाहिने हातबाट आशीर्वाद लिनुस्। दोस्रो, हजुरहरुसँग गुरु उपलब्ध हुनुहुन्छ, गुरुलाई भेट्न सम्भव छ भने गुरुलाई चाँदीको सिक्का, हजुरहरुसँग सानो ठुलो जत्रो छ चाँदीको सिक्का, सकिन्छ 11 नसके एकै भए नि हुन्छ, चाँदीको सिक्का हजुरको गुरुलाई सेतो कपडा सहित उपहार दिनु होला। जस्तो कपडा दिने हुन्छ सेतो कपडा चाहिँ उपहार दिनु। यसले तपाईको चन्द्रमा अत्यन्तै बलियो हुन्छ। र हजुरहरुले सक्नुहुन्छ भने हजुरले गुरुलाई बेसार पनि उपहार दिन सक्नुहुन्छ। अर्को एउटा काम के गर्न सक्नुहुन्छ भने हजुरहरुले भोलि चाहिँ हजुरले शिवालयमा जानु होला, दूधमा बेसार मिसाउनु होला। दूधमा बेसार मिसाएर शिवजीलाई अर्पित नगर्दिनु, शिवजीको शिवलिङ्ग छेउमा राख्दिनुस्। यसले हजुरको चन्द्रमा र बृहस्पति दुईटै उच्च गर्छ। बिहान उठेर नुहाउने बेलामा हजुरले जुन बकेटमा पानी राखेर नुहाउनु पर्ने हुन्छ, भोलिलाई धाराबाट सिधै ननुहाउनु होला। नुहाउने बेलामा हजुरले त्यो बकेटमा थोरै बेसार र चाँदीको सिक्का या रुद्राक्ष हालेर नुहाउनुस्। यसले तपाईको चन्द्रमा र बृहस्पति दुईटै उच्च गराउँछ। अब चन्द्रमा र बृहस्पति दुईटै उच्च भइसकेपछि के गर्नु पर्यो? सक्नुहुन्छ भने बिहान, सकिन्छ भने बेलुका या दिउँसो एक टाइम खीर बनाएर खानुस्। र जसको गुरु हुनुहुन्न, जसको गुरु चाहिँ दिवंगत भइसक्नु भएको छ, मैले के गर्ने त गुरुको सम्झनाको लागि भन्ने पनि कौतूहलता हुन सक्छ। हजुरहरुले गरिब गुरु वा दुखी गरिब जो भेटिनुहुन्छ उहाँलाई खीर र अचार खिलाइदिनुस्। उहाँहरूलाई खीर र अचार खुवाइदिनु भयो र गुरुको नाउँमा बेलुका साँझमा 7 सुते बत्ती बाल्दिनु भयो भने पनि गुरुको आशीर्वाद प्रत्यक्ष बन्छ र चन्द्रमा र बृहस्पति उच्च रहन्छ है त। हजुरहरु सबैलाई गुरु पूर्णिमाको शुभकामना।